के हजुरहरुलाई पनि यस्तो हुन्छ बुक हेर्दा सबै आउँछ जस्तो लाग्छ तर बुक बन्द गरेपछि माइन्ड ब्ल्याङ्क इफ यस दे डोन्ट स्क्रोल दिस भिडियो So hi everyone, I am Prakriti and this is Gap Year Diary Study Edition all about study methods. आजको यो भिडियोमा म हजुरहरुलाई एक्टिभ रिकल प्लस ब्लर्टिङ मेथड कसरी अप्लाई गर्ने भनेर स्टेप बाइ स्टेप सिकाउन जाँदैछु। स्टेप 1 मा सिलेबस हेर्नुहोस् अनि टपिक सिलेक्ट गर्नुहोस् अनि टेक्स्ट बुक नोट्स अनि एसेन्शियलको सामानहरु रेडी पार्नुहोस्। टिप्स आफूले सजिलो लाग्ने टपिक लिनुहोस्, यसो गर्दा पढाइमा इन्ट्रेस्ट लाग्छ। स्टेप 2 मा इनिशियल रिडिङ मतलब नोट्स, टेक्स्ट बुक या कुनै लेक्चरबाट मजाले बुझिने गरी पढ्नुहोस्। स्टेप 3 एक्टिभ रिकल बुक कपी बन्द गर्नुहोस् अनि आफूलाई क्वेशन गर्नुहोस् यो टपिकमा मेन पोइन्ट के छ अनि आफ्नो वर्ड्समा आफैलाई बुझाएको जस्तो गर्नुहोस्। स्टेप 4 ब्लर्टिङ एउटा ब्ल्याङ्क पेज या नोटबुक लिनुहोस् अनि पढेको कुरा जति याद आउँछ सबै आफूलाई सजिलो लाग्ने अनि बुझिने तरिकाले लेख्नुहोस्। ब्ल्याङ्क पेजमा लेख्नुलाई नै ब्लर्टिङ भनिन्छ। स्टेप 5 ग्याप फिल प्लस क्विक रिभ्यू आफ्नो नोट्स अनि पढेको माध्यमलाई खोलेर आफ्नो ल्याङ्ग्वेजमा लेखेको सर्ट नोटलाई कम्पेयर गर्नुहोस्। मिसिङ पोइन्टहरूलाई छुट्टै कलरले या फिर हाइलाइटरले लेख्नुहोस् अनि इम्पोर्टेन्ट लागेको कुरा चाहिँ स्टिकी नोटमा लेखेर टाँस्नुहोस्। अनि अन्तिम कुरा जुन मेथडबाट पढे तापनि तपाईले एउटा सर्ट नोट भने बनाउनु पर्ने हुन्छ। यो मेथड एकदमै इफेक्टिभ हुन जान्छ। ट्राई दिस आउट एन्ड शेयर योर एक्सपिरियन्स। थ्याङ्क्स फर द वाचिङ। बाई बाई।